हेलो नमस्ते आयो हजुर बनाएर मलाई पनि ठिकै छु सो हजुरले मैले झुकाएको जस्तो होला म चाहिँ हजुरहरूको अब ब्रान्ड हुन जाँदैछु मैले चाहिँ टक्क लाएर एउटा म्युजिक भिडियो खेलेको छु हैन हजुरले म भन्नेछु हाम्रो त्यो म्युजिक भिडियोको नाम के हो रे सर नाम गङ्गै मुला चाहिँ गङ्गै लाबु कि गङ्गै मुला गङ्गै मोले चाहिँ नाकाश रङबरो गङ्गै लाबुजे भन्ने म त्यसमा मैले यस्तो दामी सुटिङ गरेछ कस्तो गरेछ भन्दिन सर एकदम बबाल छ हाम्रो दाइको एक्टिङ सबैजनाले अब दसैँभन्दा अगाडि भन्न नमिल्ने टक्क लाएर हाम्रो सर चाहिँ कहाँदेखि हुनुहुन्छ म चाहिँ पोखरादेखि हो म चाहिँ उहाँको चाहिँ म पहिल्यैदेखि एकदम बिग फ्यान थियो हैन अब त्यही त हो नि अब कामको सिलसिलामा के कसरी भेटिन्छ अब त्यही काम एउटै क्याटेगोरी भयो भने भेट्ने हो हजुरलाई भेट्दाखेरि एकदम खुसी लाग्यो है त सर ल टक्क लाएर यता हुनुहुन्छ हाम्रो म्याडमजी टक्क लाएर नमस्ते मेरो नाम चाहिँ चाँदनी गुरुङ म चाहिँ रसवाली चेली अहिले चाहिँ नुवाकोटमा छु अनि हाम्रो सुटिङ सकिसकेको उहाँको पनि मैले भ्लग बनाएको थिएँ हजुरले लाइफमा हालेको थियो टक्क लाएर यो हाम्रो फुटबल गेम कहाँ भयो धेरै लास्टमा लावाङमा उहाँको गेम यति मन परेको थियो कि मलाई उहाँको डान्स यति मन परेको थियो कि होइन कुरै नगरौँ त्योदेखि म चाहिँ उहाँको फ्यान भएको थिएँ अनि यहाँ हुनुहुन्छ मेरो बहिनी टक्क लाएर काठमाडौँदेखि हामी सँगै आएको होइन ल नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि मेरो नाम चाहिँ हो जेनिसा तामाङ काठमाडौँबाट आएको सुटिङको लागि अनि सबैजनाले हाम्रो भिडियो रिलिज भइसकेपछि अपडेट गर्दैछौ ल टक्क लाएर लजाउनु पर्दैन आउनुहोस् टक्क लाएर यता हुनुहुन्छ हाम्रो नुवाकोटकै अति उत्तम नृत्य गर्ने हाम्रो रिमदुङ हो नि फेरि लटाक यो टिकटक नै भाइ त मेरो नाम जुन तामाङ हो अब के भन्ने ल ठिक छ उहाँ पनि पहिलोचोटि म पनि पहिलोचोटि होइन उहाँको डान्स मेरो डान्स धेरै डिफ्रेन्स छ मैले त पुरै जुरेली जसरी फन घट्टो घुमेको के हो घुम्नु उहाँहरू सबैले रिङ्गटा लाग्यो तर मलाई लागेन है सर मैले यस्तो दामी भिडियोमा अब त भएर हेर्नु होला टक्क लाएर अब म चाहिँ अब हजुरले पसल बन्द गरेर आएको मैले झुटो बोलिरहेको जस्तो पनि भयो तर त्यस्तो होइन ब्रान्ड हुन गएको हो होइन अबदेखि मैले यो भिडियो मात्रै हो अरू खेल्ने छैन किन भन्दाखेरि मेरो दाइले अर्को भिडियो नै आउँदैछ ल सेकेन्डमा 1 सेकेन्डमा कति घाटो हुन्छ भन्ने कुरो नि गरेर फाइदा छैन लाइफमा अब पैसा कमाएर मात्रै ठुलो कुरो हुँदैन होइन अब यो भनेको एउटा बसिरहन्छ भइरहन्छ अनि टक्क उहाँहरूको त यस्तो दामी मलाई मन पर्यो डान्सहरू होइन मेरो डान्स कस्तो लाग्यो हजुरले भन्नु एकदम बबाल छ तपाईँको डान्स एकदम बेस्ट छ हजुर तपाईँले डान्स एकदम राम्रो गरेको थियो डान्स गरेको कि नगरेको भन्ने अब डान्स नगरेको थियो दाइले नसकेर लिप्सिङ हानेको ल फेरि खोलिदिँदा ठिक छ कहाँ डान्स गरेको छ है साथीहरू डान्स गरेको उहाँले झुटो बोल्नु भएको कि अब मैले झुटो बोलेको भिडियो रिलिज भएपछि थाहा हुन्छ अनि टक्क लाएर यता हुनुहुन्छ हामी टक्क लाएर अब हजुर त पहिलेदेखि कलाकारी क्षेत्रमा आबद्ध थियो कि पहिलोचोटि कि पहिले पनि खेल्नुहुन्थ्यो मेरो सेकेन्ड टाइम योभन्दा पहिला कुनमा खेल्नु भएको थियो मिरी चस्मा सर आउनु न हेलो आउनु भ्लग सकेको छैन नि टक्क लाएर अब यो लास्ट दिन भन्दा यसपछि हामी भेटिन्छ कि भेटिँदैन थाहा हुँदैन होइन यो भिडियो बजायो भने कपिराइट लाग्छ हाम्रो युट्युबमा चाहिँ हजुर पनि थाहा छ भ्लग बनाउने मान्छे हो कपिराइट नलागोस् भनेर अनि तपाईँ नि पहिलोचोटि हो उहाँ नि पहिलोचोटि तपाईँ त फर्स्ट टाइम हजुरको के छ टिकटकको नाम डिमदुङ हो नि फेरि होइन डिमदुङ अनि हजुरको मेरो चाँदनी अनि हजुरको मेरो जेनाया तामाङ छ उहाँको त हजुरले भन्नै पर्दैन है मेरो नाम मलाई थाहा छैन अप्ठ्यारो छ लास्टै ल म आफै भन्छु है त दुर्देव गुरुङ छ उहाँलाई नचिने त कोही पनि छैन ल मैले भ्लग चिन्नु तपाईँ गफ नानु होइन यस्तो है हजुरलाई चाहिँ टक्क लाएर अब उहाँले चिनेर हजुर यो भिडियो हेर्दै हुनुहुन्छ भने म हाम्रो ध्रुवदेव गुरुङदेखि भनेर चाहिँ कमेन्ट गर्न नभुल्नु होला अनि टक्क लाएर हाम्रो चाँदनी म्यामदेखि हजुर टक्क लाएर हेर्दै हुनुहुन्छ भने म चाहिँ चाँदनीबाट हो भनेर अनि हाम्रो यता हुनुहुन्छ नेम जेनिसा तामाङ काठमाडौँबाट आएको म चाहिँ अनि हाम्रो चाहिँ आज सुटिङ थियो अनि अब भिडियो रिलिज हुन्छ होला 1 हप्तापछि हजुरहरूले हेरिदिनुहोस् अनि माया गरिदिनुहोस् साथ सपोर्ट गरिदिनुहोस् अनि त्यसपछि हजुरहरूकै साथ सपोर्टले गरेर हामी अगाडि बढ्ने हो यदि हजुरहरूको साथ सपोर्ट छैन भने त हामी कसरी अगाडि बढ्छौँ त्यसैले लाइक एन्ड सब्सक्राइब गरिदिनु अनि सक्दोसम्म चाहिँ हजुरहरूले चाहिँ सेयर गरिदिनु अरूलाई
ल टक्क लगाएर मैले भनिहालेँ हामी एकअर्का साथ सपोर्ट हुँदै जाने हो। मैले नि हजुरले साथ सपोर्ट पाएर त अलिकति टाइम पाएर त मैले नि यो काम गर्न पाएँ होइन। एकदम खुसी छु यो काम गर्न पाउँदाखेरि। हजुरहरू नि कुनै म्युजिक भिडियो खेलाउने मान्छे खोज्दै हुनुहुन्छ भने टक्क लगाएर हामी छौँ है त। ल हो के सर एकदम एक्साइटेड हजुर लागि लाइफ भर हामी बाँचिन्छ ल हजुरलाई साथ सपोर्ट गरिराख्नेछौँ। डान्सिङ गर्नु पऱ्यो नि जे गर्नु पऱ्यो नि टक्क लगाएर अब सबैजना अब आएर जन्मेको त कोही पनि हुँदैन। टक्क लगाएर सिकेर नसिकिने कुरो केही पनि छैन है त। मैले नै कोसिस गरेको छु हजुरको साथ सपोर्ट मार्फत। हजुरले आजसम्म मलाई यसरी साथ सपोर्ट गरिरहनु भएको छ। अहिलेसम्म मेरो 1 लाख टक्क लगाएर सब्सक्राइबर कम्प्लिट भएको छ। सिल्भर प्लेबाट पनि दिनुभयो पुगिसक्यो। हार्दिक बधाई छ दाइलाई। ल ल ल है त ल टक्क लगाएर पार्टी चाहियो आज दाइको होइन। ल पार्टी पाउनु भयो कि तपाईँले? हजुर अब आउनेवालामा अब त पार्टी चाहिँ आज हुनु पर्यो। यहाँसम्म त म टक्क जिमेल आएको छु म लिएर आउँछु। ल समाउनु त पार्टी चाहिँ आज हुनु पर्यो। ल है त ल यसरी समात्ने हो यो। हेलो हेलो हेर्न सक्नुहुन्छ यहाँ होइन हजुरहरूलाई भ्यू पनि देखाउँछौँ यहाँ टक्क लगाएर। टक्क लगाएर मेरो सिल्भर प्लेबाट चाहिँ आउने चाहिँ यहाँ देखाउनेवाला छ अहिले है। कहीँ नथिच्नु टक्क लगाएर ल एउटा पेपर आएको छ टक्क अमेरिकाबाट। टक्क लगाएर यहाँ छ है यो चिठी चाहिँ आइसकेको छ। यो चाहिँ मेटा कम्पनीबाट आएको। पैसा पनि हेर्नु होला यहाँ ब्यागभित्र। यो त यो चाहिँ मेटा कम्पनी गुगल एडसेन्स एकाउन्ट हो है त। हजुरको साथ सपोर्टले पाएको। अब दसैँ अगाडि तिहार पछि मलाई सिल्भर प्लेबाट अब दसैँ र तिहार बिच चाहिँ मेरो सिल्भर प्लेबाट आउँछ। अनि म हजुरलाई सबैलाई पार्टी दिने छ। पार्टी आज चाहिन्छ आज। ल किसपाङमा मनाउने पार्टी चाहिँ किसपाङ है त। ल अब हजुरहरूले मैले भनिहालेँ नै हामी चाहिँ यो कुन ठाउँ रहेछ यो टक्क लगाएर दुम्बाङ हो कि दुम्बाङ है। यो चाहिँ एकदम हजुर के भन्ने अब मलाई बोल्नै आउँदैन। स्वर्गको एक टुक्रा जग्गा भन्न मिल्छ है त। यस्तो सुन्दर ठाउँमा भिडियो गर्न पाउँदाखेरि आफूलाई एकदम प्राउड फिल भएको छ। हजुरले कस्तो भएको छ? हजुर मलाई नि एकदम रमाइलो लाग्यो तपाईँसँग भेटेर। अब मान्छे कस्तो देख्दो रहेछ। हेलो भनिदिनुहोस् यहाँ चाहिँ होइन ल ल त भाइ सबैजनालाई म चाहिँ पार्टी खान गएको। सबले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिने हाम्रो दाइको। कति मिनट भयो टक्क लगाएर? 7:27 अब 8 मिनटको हुनुपर्ने हुन्छ। ल यहाँ भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। भ्यू ल टक्क लगाएर देखाउँछ। ल अब हामी अब कामले संयोगले भेट हुने हो। अब मेरो बिजनेस हुन्छ। अब उहाँहरूको अब भनौँ न डान्सिङ हुन्छ। अब हुन त अब आफ्नो क्षेत्रमा आफूले दुःख गर्नै पर्छ। एकदम दुःख गरेपछि एक दिन आफ्नो मेहनतको फल त पक्कै पाइन्छ होइन। अब मेरो बिजनेस स्टडीबाट अब मैले नि पाएको छु। अब उहाँहरूकोबाट नि अवश्य पाउनेछ। आफ्नो सोच हुन्छ आफ्नो इच्छा हुन्छ। आफ्नो एमलाई चाहिँ अगाडि बढाएर पछिको कुरोलाई छोडेर अगाडि बढ्नु होला है त सर। हुन्छ धन्यवाद। ल टक्क लगाएर हजुरले पनि है। ल बाबाई बर्माला जे बैबाला गते जाबैब्यो सम्बैब्यो नेपाली जिम्ब्रा छ नेताजी नखिख्यो ताजी नखिख्यो। अघि गीत गाएको पनि यसो हान्दिउँ न सुरुको स्टेपमा यस्तो कुकुरी यस्तो गर्दै थियो नि। ल ल हान्दिउँ त। ल आउनु ल ल ल यस्तो होइन टक्कलाई देखाइदिउँ त। ल हामी नाच्न आउँदैन खासै। अब पार्टी खान जान्छ है। किसपाङको होटेलमा आउनु होला तपाईँहरू पार्टी खाने भए। बाई बाई गाइस। ल ल हजुरहरूलाई अब आजको भ्लग यति नै हो।